सामाजिक सञ्जालमा अहिले बालेन शाहको एउटा तस्बिर भाइरल भइरहेको छ। उक्त तस्बिरमा बालेन्द्र शाह बालेनले प्रधानमन्त्रीको शपथ ग्रहण गर्दाको तालिका उल्लेख गरिएको छ। हजुर दर्शकबिन, नेपालको संसदीय इतिहासमा पहिलो पटक परम्परागत दलहरूको वर्चस्वलाई तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह बालेन देशको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्ने तयारीमा छन्। चैत्र 13 गते हुने प्रधानमन्त्रीको शपथ ग्रहण मौलिक धार्मिक र सहिष्णुता अनुसार हुने भएको छ। तस्बिरमा उल्लेख भए अनुसार प्रधानमन्त्रीको शपथ ग्रहणको शुभ साइत दिउँसो 12:34 को समयलाई तोकिएको छ। रामनवमीको अवसर पारेर हुने शपथ ग्रहणमा 108 हिन्दू बटुकहरूद्वारा स्वस्तिक वाचन र 108 बौद्ध लामाहरूद्वारा मङ्गल वाचन गराई शपथ ग्रहणको सुरुवात गरिने भएको छ। त्यसैगरी 7 जना ब्राह्मणहरूले शङ्खनाद गर्ने विषयलाई पनि चासोको रूपमा हेरिएको छ। शीतल निवासमा हुने शपथ ग्रहण एउटा संवैधानिक औपचारिकता मात्र नभई नेपालको धर्म र संस्कारलाई जगेर्ना गर्नको लागि महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ। वास्तवमा बालेन्द्र शाह बालेनको यस शपथ ग्रहणले नेपालमा इतिहास नै रच्ने भएको छ। पञ्चायत कालदेखि गणतन्त्रसम्म आइपुग्दा शपथ ग्रहणका आफ्नै शैलीहरू थिए। पुराना दलका नेताहरूले प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा शक्ति प्रदर्शन गर्ने उद्देश्यले कार्यकर्ता र विशिष्ट पाहुनाहरूको ठुलो भिड जम्मा गर्ने देखिन्थ्यो। उनीहरूले शपथ ग्रहण कार्यक्रमलाई राजनीतिक जितको उत्सवका रूपमा मनाउने गर्थे, जहाँ व्यवस्थापन भन्दा पनि भिडभाड बढी देखिन्थ्यो। तर बालेन शाहको शपथ कार्यक्रममा भिडभाड भन्दा पनि काम र परिणामलाई प्राथमिकता दिने उनको कार्यशैलीले शपथ ग्रहण एउटा गम्भीर संवैधानिक दायित्वको रूपमा लिएको देखिन्छ।